शिक्षकसँग सरकारले गरेका सहमतिका 9 बुँदाहरूमा के छ त? सबैभन्दा पहिलो बुँदामा भनिएको छ सम्पूर्ण शिक्षक कर्मचारीलाई उपचारमा सहुलियत उपलब्ध गराउने। अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी करार, साबिक उच्च मावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने। प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने। आगामी आर्थिक वर्ष 2082-83बाट स्थायी शिक्षक मध्ये प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह, ग्रेड सङ्ख्या र रकम कायम गर्ने। त्यस्तै स्थायी तथा अस्थायी प्रकृतिका कोटा, राहत, अस्थायी करार, साबिक उच्च मावि, प्राविधिक धार र विशेष शिक्षाका सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता